सम्पूर्णमा हार्दिक नमस्कार। डाँडाबारीमा खानेपानीका लागि हामीले पाइप यहाँसम्म ल्याइसकेका छौँ र पहिला नै यहाँनिर चाहिँ यस्तो फोहोरमा हैन मूल थापेर आदरणीय दाजु श्याम साई ठकुरी दाजुले लानुभएको रहेछ। उहाँको पाइप यहाँनिर छ। हामीले यहाँनिर खानेपानीको मूल चाहिँ यहाँनिर भेट्यौँ। यहाँदेखि फाड्दै गर्दाखेरि यहाँनिर भेट्यौँ। अस्ति चाहिँ म ठ्याक्कै खसिरहेको फेसबुकमा आएको थिएँ, यहाँ त उँधो नदेखेपछि उँधै होला भनेर पानीको मूल यहाँनिर भेट्यौँ। यहाँबाट हामी थाप्नेछौँ। जम्मा 20 को पाइपमा छ। पाइप तानिसकेर पाइप मास्तिर गरामा छ। धारो सायद यतितिर हुन्छ। धारोको स्ट्यान्ड भनेको चाहिँ यो बाँसको बनाएको छौँ, किनभने हामीसँग स्रोत साधन छैन। 3 दिनभित्रमा खानेपानी डाँडाबारीमा झार्ने भनेका थियौँ र हामीले खानेपानी पनि झारिसकेका छौँ। तपाईहरु आइसके पछाडि धारो खोलेर पानी युज गर्नु होला, त्यस पछाडि बन्द गरिदिनु होला, किनभने पानी खेर फाल्नु हुँदैन। अनि यो सम्भव चाहिँ कसरी भयो भन्नुहुन्छ भने यो जुन पानीको मुहान छ त्यहाँ औलिने जग्गामा रहेछ, त्यो भइसके पछाडि कोही व्यक्तिहरूलाई सोधिरहनु पर्छ भन्ने जरुरी लागेन, किनभने यो सबैजनाको आवश्यकता हो। जुन यो भित्तो छ, यो डाँडाबारीदेखि पर्दिएको भित्तो जुन सिटाघरी, त्यहाँनिर गर्मी कति हुन्छ यो बाटो उभो गर्ने जो कोहीलाई थाहा छँदैछ। र सहजीकरण मैले हजुरबासँग गरेँ। हजुरबालाई भने हजुरबा यहाँनिर एउटा खानेपानीको आवश्यकता छ, माथि खरानी डाँडामा पनि थियो, त्यहाँनिर कुरा गरिरहँदाखेरि हाम्रो वडाध्यक्षज्यूले समाधान गरिदिनु भयो। यहाँ पनि गरौँ भन्दाखेरि हजुरबाले भन्नुभयो पाइप हाम्रै पाइपबाट चलाउनु भन्नुभयो। अनि हामीले चाहिँ जम्मा 50 मिटर पाइप खरिद गऱ्यौँ र बाँकी पाइप हजुरबाहरूको घरमा ल्याएको पानी जुन फोहोर एउटा मूल थियो हजुरबाहरूकै रहेछ, त्यहाँबाट ल्याएका छौँ। पहिला कस्तो थियो हजुरबा यहाँनिर पानीको अभाव थियो। आजभोलि मान्छे आउँदा घरमा कतिको आउनुहुन्थ्यो पानी खान? यति भइसकेपछि कतिको सहज होला? धेरै सहज हुन्छ। र अर्को कुरा, यो जुन सहजीकरण गरिदिनु भएको छ आदरणीय हजुरबाले, यहाँनिर पानीको आवश्यकता छ। पाइप एकैचोटि खरिद गर्नका लागि हामीसँग रकम छैन। हामी केही रकमले पाइप खरिद गर्छौँ। बाँकी भनेको तपाईँहरूको घरमा ल्याएको पाइपबाट हामी चलाउँछौँ भनिरहँदाखेरि उहाँले हुन्छ भनिसके पछाडि आज हामीले यहाँ डाँडाबारीमा खानेपानी झार्न सफल पनि भइरहेको छ है। तपाईँहरू आएर खानेपानी प्रयोग गर्न सक्नुहुनेछ। त्यस्तै प्रयोग गरिसकेपछि बन्द गरिदिन अनुरोध पनि गरिन्छ। र हिजोको दिनमा हजुरबाहरूको यहाँ पाइप जुन खरेबाट त जुन फोहोर ठाउँबाट ल्याइरहँदा पनि पाइप काटेको कुरा नि हजुरबाले गर्नुभयो। पाइप काटी डढाइ पनि गरे। त्यो गरेर चौकीसम्म जानुपर्ने अवस्था रहेछ। र अबका दिनदेखि कसैले त्यहाँनिर हिजोको दिनमा कसले काट्नुभयो के गर्नुभयो त मलाई थाहा छैन, त्यो कुरा म गर्न पनि चाहदिनँ हैन। र यो जुन सार्वजनिक ठाउँमा पानी ल्याइएको छ, यो पानी ल्याएको ठाउँमा कसैले पाइप काट्नुभयो या आगो लगाइदिने काम गर्नुभयो भने यो खानेपानी जुन आगुल ब्याकुल भएको बेला, तिर्खा र आएको बेला यो जो व्यक्तिले खानेपानी प्रयोग गरिरहनु हुन्छ उहाँहरूको श्राप लाग्नेछ। र अर्को कुरा, पाइप काट्नुभन्दा अगाडि एकचोटि सबैजनाले सम्झिनु होला। हिजोको दिनमा कसले काट्नुभयो म जान्दिनँ, अब काट्नुभन्दा अगाडि सम्झिनु कि हामी पनि यो बाटो हिँड्छौँ। माङमाई, धनकुटा, यता सङ्घसभा, भोजपुरतिर गइरहँदाखेरि कहिलेकाहीँ गाडी नभेटेको बेला हिँड्दै आउँदाखेरि यहाँ पनि मैले पानी खान पाउँछु, अब पाइप काट्नु हुँदैन भन्ने सम्झिनु होला। यदि केही यो जुन खानेपानी झारिरहँदाखेरि कसैलाई नराम्रो केही लागेको छ या केही भन्न मन छ भनेदेखि मेरो नम्बर 9807210728 मा सम्पर्क गर्नु होला। तपाईँ र म कसलाई चित्त बुझ्दैन, तपाईँ म बसेर कुरा गरौँला। यो किनभने सार्वजनिक ठाउँमा कसैले पाइप नकाटिदिनु होला। एकदम पानीको अभाव थियो यहाँनिर, हामीले पानी ल्याएका छौँ, पानी पनि खाउँ। पानी एकदम सफा छ है, मेरो हात चाहिँ फोहोर छ, पानी चाहिँ एकदम सफा छ। यति भन्दै अहिले डाँडाबारीबाट छुटे। हस्, धन्यवाद, नमस्कार।